नमस्ते, म कुमार गदाईले देश भिकल सिन्धुली युट्युब च्यानलबाट फरक प्रस्तुतिको साथ उपस्थित भइसकेको छु। यो भिडियो हजुरहरूले अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नभुल्नु होला। आज 2083 डेटको चाहिँ 27 गते चाहिँ म चाहिँ अहिले रोसी हुँदै भिकलसम्मको यात्रा हुने भयो। मेरो सिन्धुली भिकलसम्म काठमाडौँदेखिको तपाईँहरूलाई म रोसीको बाटो चाहिँ कस्तो छ त भनेर म देखाउँदैछु गाइड। आज हामी जो भएपछि चाहिँ गाउँ जाँदैछौँ सिन्धुली। रोसीको बर्खा मासमा रोसीको बाटो चाहिँ कस्तो अवस्थामा छ त भन्ने खालको कुराहरू म देखाउँछु। कति सहज छ हिँड्नका लागि, हामीलाई कति सहज छ त भन्ने कुराहरू म देखाउँदैछु। आज मेरो यात्रा हुनेछ त काठमाडौँदेखिको सिन्धुली भिकलसम्मको गाडी। लोकल थालीबाट अगाडि बढिसकेको है। अहिले ठुल्ठुला गाडी, साना गाडीहरू एकदम बाहिरी क्रम जारी छ। 7 बजेको छ अहिले।
हजुर सर हो सर अनि लाइन उ गर्नुहोस् ए हजुर यसलाई चाहिँ अफ गरिदिनुहोस् ए हस् ओभर स्पिड पनि ट्याक्सी पर्यो भयो सर भयो गर्नाकै गरायो हजुर एकन्तर भयो अरे लगाए स्पिड बढी भएर चाहिँ भक्तपुरमा चाहिँ अब ओभर स्पिडमा पऱ्यो अब के गर्दा गाह्रो छ बाटो बनिँदा लाग्छ 500 वर्ष लाग्छ चौकी डाँडा आइपुगेको छ अब रोसी खोलातर्फ आइरहेको छु रोसी खोलाको बाटो अब कस्तो छ स्थिति हेरौँ काभ्रेको चौकी डाँडा रोसी खोलामा बारी आइरहेको छ सानो के त्यो अटोकै घाँटी अटो के हो यो छोरै छैन नि त मैले ल यो बाटो बिगार्ने भनेकै यही खोलाले हो त्यहाँनिर ल अलिकति ठुलो पानी पर्ने बित्तिकै बाटो त बिग्रिँदो रहेछ कहाँबाट गयो त्यो भाइ हो र यहाँनिर चाहिँ अब ठुलो पानी पऱ्यो भने चाहिँ बाटो अलिक खतरा रहेछ अब यो पनि बगाइहाल्छ ठुलो पानी पर्ने बित्तिकै फाइनली आइदिएको यस्तै छ यो चौकी डाँडामा हो ठुलो पानी पऱ्यो कि बाटो ब्लक हुन्छ है अनि र अर्को ठाउँ चाहिँ एकदम ठुलो पानी पऱ्यो भने जोखिम सट्टै बगाउने चाहिँ यहाँनिर छ है यहाँनिर ठुलो पानी पऱ्यो कि यहाँ धेरै खतरा छ खोलाले ब्याङ्कले भित्तामा हान्न बित्तिकै सट्टै बगाउँछ लगाइदिएको छ रोसी खोलाको बाटो लगाइ चाहिँ यस्तै छ अब यो ठुलो पानी पऱ्यो भने चाहिँ रोसी खोलाको बाटो नहिँड्ने पनि हुने रहेछ सट्टै खोलो यता आइहाल्छ नि के रोसी खोलो बर्खा मासको बेलामा गाह्रो छ
ल गाइजहरू अब चाहिँ ठ्याक्कै नेपाल थोक आइपुगेका छौँ। अब रोसी खोलाले बिगार्ने भनेको ठ्याक्कै बाटो ठुलो पानी परिहाल्यो भनेदेखि यही उसमा हो, यही नेपाल थोकमा हो। ठ्याक्कै बाटो बन्द गरिहाल्ने भनेको, नत्र भएदेखि बाटो अहिले चाहिँ सहजै रहेछ। होस् अब यहाँबाट उतातिर रोसीले बिगार्नेवाला छैन। रोसी किनकि यहाँसम्म मात्रै हो, तर यहाँ तल सुनकोसी जोडी सकेपछि त्यस्तो बिगार्ने खालको स्थिति छैन। ठ्याक्कै ठुलो पानी आइहाल्यो भने हलबाडी आयो भनेदेखि ठ्याक्कै यही भित्तामा सकिन्छ। यो भित्तामा सकेपछि सबै बाटो पकाएर लाग्छ, चल्ने स्थिति छैन। रोसीले चाहिँ जोखिम भनेको यहाँसम्म मात्रै हो। यो आज 2083 2 महिना 27 गते जेठ आउँदाखेरि सहज तरिकाले नै आइपुग्यो। अब यहाँबाट रोसीले दुःख दिनेवाला छैन। अब भनेको बाटो एकदम राम्रै खालको छ। के हो निकै गइरहेछ क्या अरे, झरेर तपाईँ उता पारेर जानुहुन्छ कि अब हजुर? हिँड्न मिल्छ मिल्दैन हेर्नु त, यहाँ त कस्तो खाल्टो रहेछ त। त्यहाँ छेउछेउबाट त्यो छेउछेउबाट हिँड्ने रहेछ। ल यस्तो खाल्टो रहेछ त गाडी यहाँ। ओ अरे बाफ्रे कति गइरहेको रहेछ गाडी।